रिङ्गालले डुबाउँछ होला तिरी गाई बजरङ्गी बिस्तारै होय मैया ओहो यस्तो पो हुँदो रहेछ ओह होय 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 रिङ्गाल बिच्कियो रे हेत्तेरी यस्तो बाटोमा कसरी हिँड्छ मान्छे अब के गरौँ यहाँ खै त मान्छे गएछ त तल धेरै तल म यहाँ एक्लै छु ओहो बिस्तारै 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 हेत्तेरी बिस्तारै खै एकराज कहाँ छ एकराज हेत्तेरी कुन खोलामा पसिसके यो लड्छ कि के हो लड्यो भने त जान्छु म एकैचोटि खोलामा हेत्तेरी 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 जाऊ हो 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 अब यताबाट यता चलो चलो बिस्तारै यस्तो खोलामा माछा पाउँदैन माछाको नाममा ढुङ्गा मात्रै पाउँछ ओ माई गड अलैँचीको बारी हुँदै जाउँ अलैँची खेती पुरै जङ्गल झारमा अलैँची लगाइदिएको छ मान्छेहरू ओ या ओहो ओहो बिस्तारै लड्यो अब खै त छैन जाने बाटो अब कहाँ जाने यतै पाखा हुँदै अलैँचीको छेउ हुँदै जाने खै त छैन त बाटो बिर्सेस यता होइन यता जानु पर्यो हेत्तेरी कुन जङ्गलमा आइसक्यो है हैया अब कहाँ छ ओहो ओहो ऐया हेत्तेरी ओइ ल आइयो ओ माई गड रिङ्गालले त बिताउने भइरहेछ नि त रिङ्गालले बाटो छेकिदिएको छ त्यही भएर हामीलाई यस्तो बाटो कुद्नुपर्छ अब कहाँबाट झौँ तल झर्ने बाटो नै छैन यहाँबाट लड्यो भने कहाँ जान्छु म यहाँबाट लड्यो भने कतै जाँदिनँ यहीँ हुन्छ नि त अब यहाँ ल बल्ल आएछु तेरी माथिबाट आए खै एकराज खै एकराज